राजमाको छोराको बाली बुझाउकी भनिन्छ सिरुबे साथमा लगेका छन् रामकृष्णले जानु पर्यो रातमा यति भनी सल्लाह गरी दुईजना भएर खोस्नु पर्यो छ स्वरूप एकान्त लागेर रामकृष्णलाई पछाडि राखेर अघि बसे झटारो ताकेर रामकृष्णलाई पछाडि राखेर अघि बसे झटारो ताकेर तोरिनमा माछाबाट सुरुङमा गए माछा मारी फर्किएर गन्तव्यमा आए साथीहरू भेट्छु भन्दै सरस सरस बाटो खोचो तानेर हाल्यो कठै बारम भोभोनाहङ भन्दै थियो नेत्रेले फसल दियो निलबाट छेत्रीले भोभोनाहङ भन्दै थियो नेत्रेले फसल दियो निलबाट छेत्रीले रामकृष्णलाई डिलाबाट खसेर हेर मुन्टो समेत बाटा दिए दुईजना भएर बुवा आमा बुवा बाबा मोरे म त भनी कराएको रामकृष्ण बचौँला कि भनी कर्म आयु पुगेकै थिएन पापी दाइले वचन दिएन कर्म आयु पुगेकै थिएन पापी दाइले वचन दिएन रामकृष्णलाई मारिकन फेरि गाउँमा गए फेरि गाउँको भट्टीहरूलाई रातैमा बोलाए तोरा धोरी घाँसु घाँसु हुँदै तनी बसे अब हामी बचौँ भनी दुवैको मर कसे भोलिपल्ट बलिन्छ रतेको वर्षा छैन नेतेर छेत्रीको भोलिपल्ट बलिन्छ रतेको वर्षा छैन नेतेर छेत्रीको आज बिहान क्षेत्रबहादुर चुडकिँदै थियो हिँड्दो राति रामकृष्ण मोरे भनिदियो त्यस्तो सुन्दा फेरि गाउँको मानिस खबरलाई त्यसै बेला कृष्ण भनी दर्जीलाई बोलाए चिया रक्सी देखाउँछौ खाइदेऊ न रामकृष्णलाई हेरेर आइदेऊ न चिया रक्सी देखाउँछौ खाइदेऊ न रामकृष्णलाई हेरेर आइदेऊ न रमाइला हेर्दा जाँदा सबैले चाल पाए सुने जति मानिसहरू लासा हेर्न आए उत्तरपट्टि सिरानी थियो दक्षिणपट्टि गोडा झललल झल्किएको रामकृष्णको मोडा लासा हेर्दा सबको मन गएन नरुनी त कोही पनि भएन लासा हेर्दा सबको मन गएन नरुनी त कोही पनि भएन तनहुँ जिल्ला डमोलीमा नगइकन भएन प्रहरी ठानिँदार नलेखन भएन प्रहरी ठानिँदार सही औसही आए घरको बोलाएर सर्दी गर्नलाई सर्दी भने घाम फुक्क सापु सही भयो नेत्रलाई र क्षेत्रलाई 20 वर्ष जेल पुगिदियो कुरा सुन्दै हृदय गलाउने नेत्र